मलाई पनि त्यही लाग्छ। अब हुन त विज्ञानले त अब दक्षिण अफ्रिकाबाट बाँदरबाट के भनिराखेको छ त्यसमा धेरै व्याख्याहरू छ र त्यहाँसम्मको बुझेको भने र धेरै परिरहेको छ। कहीँ न कहीँ यो विषयमा यस्ता खास गरी हाम्रो मगरहरूको चाकिएको यो उत्पत्तिको विषयमा तपाईँ लगायत अब गाउँकुमारी विभिन्न चाहिँ अग्रजहरू लेखेको किताबहरू बोलेका स्पिचहरू सुन्ने गर्छु। त्यसरी पनि सुन्दाखेरि चाहिँ कहीँ न कहीँ उहाँहरू सबै कुराको कन्क्लुजन चाहिँ त्यही रुकुमको चाहिँ प्रेरणा खाएको चाहिँ ओधारतिरै केन्द्रित हुन्छ। यसको एउटै चाहिँ अनेस्टली है एकदमै अन्तर्मनबाट म भन्नुपर्दाखेरि मलाई पनि त्यो त हेरेका मान्छे ओधारबाट निस्किरहेको थियो भन्ने लाग्छ। तर अहिले एकदमै पोइन्टेड कुरो चाहिँ अभियसली के भन्नु भने एउटा सबै मान्छेलाई पनि हजारजनाले चाहिँ चोर भने त्यो चोर नै छ। हामी त्यो इतिहास चाहिँ खोजेर त्यो लिखित छैन त हाम्रो कहाँ खोज्नु वास्तवमा अहिले त्यो अफ्रिका दक्षिण अफ्रिका मानव यो पनि त के छ आधार सत्य त चाहिँ त्यो मान्छेले बनाएको त त्यो मान्छेले बनाएको त्यो तपाईँको चाहिँ कुरामा चाहिँ समर्थन जनाउने यो कुरा किन गर्दैछु भने साथीले पनि बुझ्नु पऱ्यो समक्ष सबैले बुझ्नै भएको छ होला। त्यही मैले प्रश्न पार्न खोजेको अब त्यो ओधारबाट निस्किएको हो त्यहीँ हो हाम्रो उत्पत्ति भन्ने अहिले विज्ञहरूबाट नै त्यो खालको सबैबाट चाहिँ त्यो कस्तो सबै हुँदै आयो। आज त्यो सत्य नहोला, आज केही मान्छेले चाहिँ वाहियात भन्दा 50 वर्षपछि 100 वर्षपछि त हाम्रो इतिहास निर्माण भयो नि त। हामी उत्पत्तिको इतिहास निर्माण भयो त कहाँको रुकुमको तेलमानी खाए त्यहीँबाट हामी निस्क्यो यो देशको यो भूमिको चाहिँ भूमिपुत्रमा हामी मगर जाति भनेर चाहिँ इतिहास निर्माण बन्ने भयो नि त। 100जनाले 1000जनाले लाखौँ पटक भन्यो भने त्यही नै हुन्छ कि त्यो आखिर मान्छेले बनाएर बन्ने नै हो इतिहास भनेको होइन। हिजोका जति पनि हामी इतिहासहरू पढ्यौँ त्यो मान्छेले लेखेको त हुन्छ, सत्य त के छ होइन। त्यस कारण चाहिँ त्यो फेरि अलिकति त्यसको चाहिँ त्यहाँको किंवदन्तीलाई पनि थोरै जोड्न चाहियो यो मौकामा। त्यो ओधारबाट चाहिँ इतिहासै छ है किंवदन्ती इतिहास के छ त्यहाँ त त्यो एरियामा त सबै मगर भन्दा यो सुत पहरे भन्ने चाहिँ जुनै खालको सुत पहरे धरती छ, सुत पहरे बुढा सुत पहरे यो सुत पहरे चाहिँ का लिङ्गका चाहिँ मगरहरू हुनुहुन्छ त्यो गोत्र भेटाएको चाहिँ उत्पत्ति त्यहाँ भएको त्यो चाहिँ त्यहीँकै बाजे बजोहरूले पनि सुत पहरेहरूको चाहिँ यहाँ यो ओधारबाट निस्केको त्यो कसरी चाहिँ भएछ भने चाहिँ त्यो हुकाम भन्ने गाउँ छ त्यहाँ हुकाम भएको त्यो हुकाम भन्ने गाउँबाट चाहिँ एकजना चाहिँ तपाईँको बनहर भन्छ यस मेन गाउँ भन्दा पनि त्यो चाहिँ खेतहरू भएको त्यहाँ चाहिँ गोठ बनाएर त्यहाँ बाँचेपछि काम पनि दिएको त्यो खालको चाहिँ काम गर्ने बेलामा गोठाको कुरा थियो चाहिँ अब त्यो आमा छोरीसँगै त्यहाँ चाहिँ बास बसेको रहेछ। अनि सुत्ने बेलामा जहिले चाहिँ के अरे जमाना त्यहाँ अहिले चाहिँ रोटी बस्ने भन्ने छ त्यो बेलामा चाहिँ छुट्टिएपछि के एकजना केटा आउँथ्यो कि चाहिँ जब भ्यान्सन केटा आउँथ्यो कि अनि चाहिँ त्यसले चाहिँ राति आएर चाहिँ त्यहाँ चाहिँ त्यो सँगै त्यो हाम्रो त्यो घाउ काट्ने त्यो घाउ काट्ने सबै त्यो कुरामा चाहिँ त्यसले चाहिँ सपोर्ट गर्थ्यो अरे गफ गर्थ्यो अरे। अनि गर्दा गर्दा त्यो छोरीलाई चाहिँ लप पारिसकेको होइन लप पारिसकेपछि त्यो चाहिँ सँगै सुत्नेसम्मको चाहिँ भइसक्यो कुराहरू यताउता सबै कुराहरू भइसक्यो त्यो जमानामा। त्यसपछि चाहिँ अन्तत यो भाउजूको नै क्लियर कुरा अलिकति भेगो भएकोसँग भएको छ हामी त्यसपछि आमालाई भन्छ आमा मेरो त्यसो त्यो मान्छे चाहिँ दिउँसो हुँदैन साँझ मात्रै आउँछ बिहान कतिखेर उयो जान्छ थाहै नहुने होइन। त्यो भइसकेपछि चाहिँ के गर्ने भने समस्या अब आमा छोरीमा त्यो समस्याहरू हो नि त होइन। आमाले के गरिदिएछ भने चाहिँ त्यो तेरो चाहिँ उसलाई चाहिँ केटालाई चाहिँ राति सुत्ने बेलामा उसलाई थाहै नदिने गरी उसको चाहिँ कपडाको चाहिँ टुप्पोमा चाहिँ यो सुतीको धागो चाहिँ ठुलो त्यो चाहिँ मेरो कामको धागो चाहिँ बाँधे बाँधिदिएर यो किंवदन्ती भन्नु त त्यो विश्वास गरेर लागेको त छैन त सुनाएको भाइलाई चाहिँ त्यस्तैबाट निर्माण हुने कि इतिहास त्यो बाँधिएछ। त्यो बाँधिसकेपछि चाहिँ आमाले भने त्यो बाँधिएपछि बिहान हेर्दाखेरि त्यत्रो ठुलो धागोको तल्लो त्यो बिहान हेर्दाखेरि त्यो एक बित्ते जति पनि त्यहाँ बाँधी थिएन अरे सबै थाम्दै लगेको रहेछ होइन। बिहान चाहिँ दुईजनाले चाहिँ खोज्दै जाँदाखेरि चाहिँ ठ्याक्कै तपाईँको चाहिँ हुकाममा त खोज्दै आएको तर त्यो धागो चाहिँ मैकोटपट्टिको चाहिँ त्यो तपाईँको हिमाखार भन्ने पेलमा त्यो भूभागमा चाहिँ पहरामा चाहिँ गएको छ अरे त्यो पहरामा गर्दाखेरि पहरामा त्यहाँ चाहिँ आमाले चाहिँ नदेख्ने तर छोरीले चाहिँ आमाले लिँदाखेरि चाहिँ पहरा त्यहाँबाट चाहिँ पुरै पानी आइरहेको छ छागा ठुलो होगा छ तर त्यो छोरीले हेर्दाखेरि त्यहाँ त पुरै दरबार नै छ कि त्यहाँ चाहिँ छोरीले हेर्दाखेरि कस्तो एकदमै त्यो महत्त्वपूर्ण कथा नै त हो एक किसिमले होइन। अनि त्यसरी चाहिँ छोरीले चाहिँ आमा यसो गरेर त्यहाँ चाहिँ ऊ त्यहाँ छ भने आमाले चाहिँ हेर्दा नि नहेर्ने त्यसो
त्यो भइसकेपछि त्यो छोरालाई चाहिँ तिनीहरू त्यहाँ भइसकेपछि त्यो छोरालाई चाहिँ उसको आमाले निकालिदिएको तँलाई भनेकै दिन आइहाल्यो उनीहरूको अब त घर छोडेर जा उनीहरू चाहिँ कहीँ न कहीँ हामीले सिमी भूमिको चाहिँ विश्वास गर्ने त्यो भएकोले त्यो चाहिँ सिमी भूमिको चाहिँ एउटा के भन्छ घर तिनीहरूको चाहिँ जमिन मुनि बस्ने चाहिँ मानवहरू भन्ने खालको चाहिँ त्यो हाम्रो झाँक्री खेतीमा पनि आउँछ तिनीहरूको चाहिँ त्यो सन्तान गरेर त्यसपछि त्यसलाई चाहिँ निकालिसकेपछि उसले चाहिँ त्यहाँबाट चाहिँ आफ्नो भेडा आफ्नो भातको भेडा गाईहरू सबै लिएर आएको थियो त्यसपछि त्यसबाट तिनीहरूबाट बनेको सन्तान चाहिँ सुट पहरे किनभने सुती धागोबाट खोज्दै जाँदाखेरि पहरामा पऱ्यो पहराबाट चाहिँ निस्किरहेको त्यो केटो मान्छे त त्यसपछि त्यो चाहिँ सुट धागोबाट कता लगाएको चाहिँ पहराबाट निस्केको चाहिँ मगर खालको मान्छेहरूले सुट पहरे सुट पहरे त्यसको बोतल त पछि विभिन्न कारणले फेरि नै आउने कुरा हुन्छ कुन मगरमा पनि चाहिँ कोन खासमा कुन त होइन नि त कोन कोन भनेर अझै पनि हाम्रो कोन नै भन्छ त्यो कोन भनेको चाहिँ एउटा पुजारी त्यो मगरमध्ये पनि कुनमध्ये पनि पुजारी मगरमध्ये पनि त्यो पुजारी कन्या भनेर चाहिँ त्यो भन्दा भन्ने त्यो कन्याको छोरा कोन भन्ने त्यसरी चाहिँ त्यो कुन आयो कुन चाहिँ त्यो लाउरे पटादेखि चाहिँ कुन भएको खासमा त्यो त्यहाँ छ त्यस कारण चाहिँ त्यो तपाईँको चाहिँ सुट पहरेहरूको चाहिँ पुर्खाबाट चाहिँ जोडेर अन्तत यसले चाहिँ होल मगरहरूको पुर्खा चाहिँ यताबाट जोडिएको चाहिँ यसलाई एकछिन हामीले पोजिटिभ लिनुपर्छ जबरजस्ती पनि हो त्यही हो भने यहाँ हामीलाई किन चाहिँ हामी मङ्गलाबाट कहाँबाट यहाँ त्यहाँबाट हामी नेपालको भूमिपुर चाहिँ त्यो भाष्य बनाउनलाई राम्रो लेखेको त्यो भाष्यलाई चाहिँ यथार्थमा चाहिँ लिखित इतिहास हो भनेर चाहिँ अहिले हामीलाई चाहिँ त्यो हाँसो मजा लाग्ला विश्वास नलाग्ला तर सरहरूले केन्द्रीय सेमिनार जुन खालको चाहिँ जबरजस्ती एउटा इतिहास निर्माण गर्न खोजेको हुन्छ नि त्यो ठिक छ नि होइन त्यो ओदारबाट होइन भन्नु खोजेको चाहिँ सही पटक भन्यो भने वर्षसम्म हामी त्यही ओदारबाट आयो भन्यो भने अन्त त हुन्छ नि त्यही नै हुन्छ कि भइगयो त आजभन्दा 50 वर्षपछि 100 वर्षपछि हो त्यही हो त्यस कारण चाहिँ यो चाहिँ एकदमै वास्तवमा एकदमै रणनीतिक कुरोमा चाहिँ एकदम ठिक छ।